हेलो अनि नमस्ते सबैजनालाई। म चाहिँ त घोराइ जाँदैछु। यहाँदेखि चाहिँ ब्लग स्टार्ट गरिरहेको छु। बिहान चाहिँ छु। अब चाहिँ म सरासर घरै जान्छु। मलाई त 8 बजे घोराइ पुग्नु पर्ने छ। लेट्स सी कति बेला पुग्छु। किनकि अब घाम पनि लागिरहेको छ होइन, हल्का हल्का। अनि अब शीत पनि यस्तो परिरहेको छैन के अरे, अलि दाङ हो नि त होइन। टाइममा पुग्न सक्छु कि सक्दिनँ होइन। सायद पुग्छु होला। धेरै स्पिड पनि हिँड्दिनँ म, एकदम आरामसँग हिँड्नुपर्छ। मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला होइन। Oh my god, यो बाटो चाहिँ खै कहिले बन्ने हो गाइस होइन। चुतिया बाटो छ। अब जाँदाखेरि सब धुलै धुलो चप्किन्छ शरीरैभरि। ओ माय गॉड, चिसो 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 चिसो। ए गाइस, एउटा स्याड न्युज छ है। हिजो चाहिँ मेरो ट्राफिकले बिल्डुक राख्दैछ होइन। अब म चाहिँ अफिस जानुपर्ने भयो। 8:10 बजे बोलाएको थियो अनि बच्यो होइन। तपाईँपछि त तेस्रो पटकमा त कहाँ बचिन्छ, कहाँ जाएगा मछली मेरै भरिया कि के भन्छ नि होइन। त्यस्तै भयो। दोस्रो पटकसम्म चाहिँ बचे होइन। तेस्रो पटकमा चाहिँ के पो भन्दाखेरि ट्राफिकले चाहिँ भुइँदेखि आवाज गरिरहेको रहेछ। अनि उसले चाहिँ रोक्यो। पछि सुरुमा नर्मली त्यस्तो चाहिँ केही भएन। नर्मली मेरो लाइसेन्स र बिल बुक माग्नुभयो। मैले बिल बुक दिएँ, लाइसेन्स चाहिँ पर्सदेखि देखाएँ होइन। पर्स सुरुमा चाहिँ केही भन्नु भएन। पछि चाहिँ एक्कासी के भन्नु भन्दाखेरि के भन्नु, म त गल्ती गरिरहेको छ होइन। पक्क न बुक्क भए न बोलौँ के बोलौँ भयो होइन। ठिक छ भने केही छैन, गल्ती भयो सर माफ गरिदिनुहोस् भने। यस्तो छ दाइ, पैसा पनि छैन भने होइन। अलिअलि दिनु पऱ्यो। पैसा भयो भने पैसा छैन भनेर बस देखाउनु पऱ्यो होइन। पैसा खोज्यौँ जति भयो भने पैसा छैन भन्नु पऱ्यो नि त। 1500 रुपियाँ कुरा हो। 1500 कमाउन 3 दिन लाग्छ होइन। एउटा सामान्य मान्छेलाई ध्यारी मजदुरीमा गऱ्यो भने चाहिँ 3 दिन लाग्छ क्या 1500 रुपियाँ कमाउन, हो कि नै। त्यही भएर चाहिँ मैले अलि रिक्वेस्ट गरेँ, मान्नु भएन। पछि चाहिँ पैसा चाहिँ लेखिदिनु भएन चिटमा होइन। अनि चाहिँ कति काटिदिनु भयो भने, अनि पैसा लेखाएको छैन मैले। पछाडि हेर्नु भनेर चाहिँ पछाडि चिटमा चाहिँ रु 500 देखि 1500 रुपियाँसम्मको चाहिँ जरिमाना लापरवाही गाडी चलाए बापत भनेर चाहिँ लेखेर रहेछ। त्योमा चाहिँ टिक लगाइदिनु भयो। अनि ठिक छ भने मैले के भन्नु होइन, गल्ती आफ्नै छ। अनि त्योमा चाहिँ के भन्न सकिन्छ र। ठिक छ भने त्यसपछि बिलुक लिनु चाहिँ भोलि आउनु होला भन्नुभयो। हेर्नुहोस् अब त नभयो। मलाई पुग्नु छ अफिस। अब त्यहाँ बिलबुक ल्याउनु जाऊँ कि अफिस जानु पऱ्यो 8 बजे। अब पऱ्यो त न। अनि त्यसपछि फेरि एकजना सही अङ्कल हुनुहुन्थ्यो। अङ्कल भने मैले त्यहाँ अङ्कलहरू बोलाएँ। त्यो अहिले चाहिँ अङ्कल नै भन्दैछु। त्यहाँलाई चाहिँ गएर रिक्वेस्ट गरेँ, अङ्कल यस्तो चाहिँ म अफिस जाने भन्दाखेरि चाहिँ होइन तिमी यो लिएर जाऊ, तिमीलाई चिट लिएर जाऊ, तिम्रो ट्राफिकले कहीँ पनि रोक्दैन। अहिले चाहिँ तिम्रो बिल्लुक चाहिँ यहीँ छोड्नुपर्छ। आज शनिबार भएको हुनाले चाहिँ तिमीहरूको चिट काट्न मिल्दैन चाहिँ भन्नुभयो त्यहाँ सहीले चाहिँ। ठिक छ भने के भन्नु होइन, गल्ती 24 घन्टावाला पुर्जियो। त्यसपछि त सम्झाएर पनि बुझाएर पनि पठाउन सक्नुहुन्छ उहाँहरूले चाहिँ। त्यसरी चिट चाहिँ पैसा सैसा लेखिदिनु भएको छैन सायद। आई होप मेरो चाहिँ यस्तो गाइज होइन, फर्स्ट टाइम म यसरी परेको छु। नत्र भने अहिलेसम्म चाहिँ म चेकिङमा परेको थिएन। समथिङ 3-4 वर्ष भयो गाडी चलाउनु, बाइक चलाउनु। अहिलेसम्म त्यस्तो चेकिङमा परेको थिएन। चेकिङमा पऱ्यो भने तर त्यस्तो लापरवाही तरिकाले परेको थिएन। चिट काट्ने हिसाबले चाहिँ परेको थिएन होइन। नर्मल्ली चलाइरहेको थिएँ। अब तर के गर्नु, अब सधैँभरि एउटै हुन्छ भन्ने छैन नि त होइन। कहिले कसै ट्राफिकहरूलाई सरकारलाई पनि ट्राफिकको हिसाबले बाइक चलाएको छ भनेपछि अलिअलि ट्राफिकलाई पनि कर तिरौँ न होइन। आखिरमा सरकारमै जाने पैसा हो, ट्राफिकले गोजीमा राख्ने होइन के अरे। मेरो तर्फबाट जति चिट काट्छ होइन 500, 1000, 1500 त्यो सरकारलाई दान भयो अरे क्या। त्यो चाहिँ खतरा ठाउँ हो क्या गाइस। तर होइन दाङको चाहिँ अलिकति मुसुट भनेपछि चाहिँ अलिकति खतरै ठाउँ हो होइन। त्यस कारणले चाहिँ अलि सेफली हिँड्नु पऱ्यो। जय भगवान्।
साइड लाइट चाहिँ दियो, कसलाई पो साइड लाइट दिइरहेको छ है। के रिस्क ल्याउने क्या होइन, फर्स्ट यस्तो रिस्क ल्याउँदाखेरि एकजनाले झ्याम्मै हानिदिइसकेको थियो यार। सोलो ड्राइभ लङ ड्राइभ भन्छ नि होइन गाइज, सोलो राइड लङ लाइफ। त्यही भएर चाहिँ अर्को अगाडिबाट पछाडिबाट त बुलेट दाजु आउँदै हुनुहुन्छ, यसले त धुलो लास्टै खुवायो क्या महाकसम। अलि छिटो हिँड्नु पऱ्यो होइन। अहिले फेरि ढिला भयो भने अफिसमा फेरि अब 3 दिनको बिदामा थिएँ म चाहिँ होइन। अब 3 दिनको बिदा छ, ढिलो गऱ्यो भने अब फेरि बिदा पनि ल्याउने, ढिलो पनि गर्न बिजान भन्ने हुन्छ नि त होइन। वाह वाह ब्लड दाजु, यस्तो पनि आउँछ गाइस, यस्तो पनि आउँछ गाइस दिन चढ्ने। धुलो खायो मामाको भान्जो अन्टीको छोरोले। मेरो आँखा चाहिँ पुरै बिचाइरहेको छ गाइस धुलोले। अब यो खोलो भने अब फेरि धुलो छिर्ला भन्ने डर आँखामा। धुलो खाइरहेको छ के यसले गाइस महाकसम। झ्याप्प जाउँ भने घरको तारावाला भन्ने डर यार। के हो यार, ठिक छ एकछिन हो। ओ नाइस सनसेट, नाइस सनसेट हो न। अब चाहिँ पेल्नै पर्छ। यो कस्तो हुन्छ कि चुतिया बसहरू यार। जाओ म बिस्तारै हिँड्ने मान्छे हो। जाओ म बिस्तारै हिँड्ने मान्छे हो। मलाई तिमीहरूसँग रेस खेलेर स्पिड हिँडेर काम छैन होइन। 7:30 बज्यो, अब 15 मिनटमा म पुग्छु गाइस घर है होइन। मेबी 15 मिनट चाहिँ भनिहाल्यो, तर 15 मिनट चाहिँ लाग्दैन होला। 15 मिनट भन्दा बढी नै लाग्दैन भन्दा नि 15 मिनटमा बढी नै लाग्छ होला होइन। चिसो मौसममा तातो बनाऊ कि भन्ने यस्तै भएको छ होइन। गएर अफिस गएर चिसो पऱ्यो तातो चिया खानुपर्छ, त्यसपछि काम गर्नु पऱ्यो होइन। अब आज एउटा कुरा अघि नै त स्याड न्युज भन्ने होइन गाइस, आज अर्को गुड न्युज पनि छ। किनभने चाहिँ आज मेरो स्यालेरी आउँछ हामीहरूको होइन। ओ फक यु, आज त स्यालेरी पनि आउँछ होइन गाइस। आज यो गाडीहरूले मलाई चाहिँ ल्याङ बनायो। ओभरटेक गरौँ भने पनि यो मोड छ, ओभरटेक कसरी गरौँ होइन। बिना ढेउ भएको गएको थिएँ म चाहिँ, बिना ढेउ भएकै होइन गाइस। त्यही भएर चाहिँ आज चाहिँ आउने कुरो छ केटा, म त चुप्प लाग्छु होइन भन्दा पैसा
खर्च गर्ने होइन नि त हो, म कन्जुस हो नि त हो, होइन म कन्जुस हो नि त हो। बाटो छ नि त होइन छेउमा, बिचमा लिएर आउँछु छुट्टी। लिफ्ट दिउ के भयो कि कहाँ लिफ्ट दिन्छु यार पैदलै, मेरो बुढी बस्ने सिट होइन पछाडि, कोही पनि बस्दैन। नाइस काम। यो बाटो चाहिँ कहिले बन्छ गाइस? मलाई कति भइसक्यो यो बाटो हिँड्नको, बाटो अहिलेसम्म जस्तो तर्छ के भएर हो, किन बन्दैन? म चाहिँ गोगली आइपुगेँ, अब चाहिँ 5 मिनटमा पुग्नुपर्छ। मलाई फेरि भला कुन लाज लाग्छ क्या, आज सबले हेर्छन् लाज लाग्छ कि लाज मैले चाहिँ हावा अलिकति बढी हालेछु कि होइन, भाइलाई हाल्न लगाएको थिएँ, भाइ हावा हाल्दै भनेर। हावा अलिकति बढी भइसक्यो टायरमा, अलि ओभर जम्पिङ दिइरहेछ कि।
भएन नि त अब चाहिँ गाइज म बिदा हुन्छु होइन किन चाहिँ म अब अफिस पुग्नु लागि म चाहिँ अब क्यामेरासँग निकाल्छु क्यामेरा त के भन्नु मोबाइल सोबाइल निकाल्छु भएको सब बेसी